यो अचार चाहिँ म जस्तै अचार लभरको लागि अनि अचार बिना खाना नखानेहरूको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ मैले 2 किलो टमाटर लिएको छु। टमाटरलाई चाहिँ बिचमा स्लाइस गरेँ सबै टमाटरहरूलाई, अनि तेलको सट्टा पानी लगाएँ, सानो कपको 1 कप, अनि अघि काटेर राखेको गोलभेडालाई सबै लगाइदिसकेपछि चाहिँ लास्टमा चाहिँ मैले लगाएको चाहिँ इमली। इमली चाहिँ चटपटा हुनको लागि इमली लगाएर मजाले छोपेर पकाइदिने जबसम्म मजाले पाक्दैन। पाक्दै गर्दाखेरि चाहिँ अर्को फ्राई प्यानमा थोरै मेथी सँगै तोरीको दानाले मजाले फ्राई गरिसकेपछि यसलाई मजाले चलाउने। गोलभेडा नि पाकेर लगभग रेडी भइसकेपछि चाहिँ भुटेर राखेको तिल र तोरीलाई उक्लिनु मसिनो हुने गरे कुटिसकेपछि चाहिँ मिक्सी लिने। 1 बाउल मैले लसुन लिएको छु, चा धुलो खोर्सानी, 2 चम्चा नुन लगाइदिए, अनि अघिको गोलभेडालाई लगाएर मजाले मिक्स गर्ने। अनि यसरी मजाले भेडाको अचारको पेस्ट रेडी हुन्छ। एउटा कराई लिने अनि तेल मजाले लगाइदिने, पुरै चना दाल, मुङ दाल अनि लसुनलाई मजाले फ्राई गरिसकेपछि सुकेको खोर्सानी मजाले लगाइदिने, अनि हिङ पाउडर पनि मजाले लगाइसकेपछि लास्टमा चाहिँ अघि मिक्स गरेको गोलभेडाको अचारलाई लगाइदिने अनि मजाले पकाउनुपर्छ यसलाई जबसम्म यसरी तेल छुटिँदैन। अनि मजाले तेल छुटिन थालिसकेपछि चाहिँ यो अचार पनि पाकेर चाहिँ रेडी हुन्छ। 10-15 मिनट चाहिँ मजाले पकाउनुपर्छ हैन। अनि सेलिसकेपछि चाहिँ बोतलमा चाहिँ मजाले फिल गर्ने, बिर्को टाइट गरेर लगाइदिने। गोलभेडाको अचार पनि रेडी हुन्छ। यसलाई चाहिँ लामो समयसँग राखेर खान पनि सकिन्छ। अनि जब अचार चाहिन्छ नि तब निकाल्ने अनि मजाले तातो तातो खानासँगै इन्जोय गर्ने।